हेलो आज फेरि मैले ब्लग स्टार्ट गरेँ। म चाहिँ उठेर रेडी भइसकेँ। आज चाहिँ क्लास छ हाम्रो अनि रेडी भएर फेरि आजबाट भिडियो बनाउँछु भनेर म रेडी भइसकेँ। अब चाहिँ 8:20 भयो। मेरो चाहिँ क्लास 9बाट स्टार्ट छ, तर हाम्रो क्लास चाहिँ यहाँबाट आजको क्लास चाहिँ हाम्रो अलिक टाढा छ, त्यही भएर हिँड्दै हिँड्दै जानुपर्छ। 30 मिनट जति लाग्छ के, त्यही भएर अब रेडी भइसकेँ। एकछिनमा हिँड्छु। बिहान बिहान यस्तो अल्छी लागि रेडी भएको छु। आज त उठ्न पनि अलिक लेटै भएको थियो कि, किनभने अहिले असाइनमेन्टहरू के बनाउन छ कि, हाम्रो एक्जामहरू पनि आउन लागेको छ अनि डेडलाइन पनि आउन लाग्छ, त्यही भएर लेट सुत्छु अनि उठ्न पनि यस्तो गाह्रो हुन्छ। त्यही पनि आज चाहिँ ब्लग स्टार्ट गर्छु भनेर। आज त हिजो त झन् 9बाट क्लास स्टार्ट थियो, बट म उठ्नै सकेन कि, थाहै भएन। 9:39मा पो उठेको कि। अनि हिजोको फर्स्ट क्लास चाहिँ मेरो मिस भएको थियो। सधैँ सधैँ त्यसरी मिस गर्न मिल्दैन नि त, किनभने एटेन्डेन्स चेक हुन्छ के, त्यही भएर फेरि स्टेज चढ्छ अनि बोलाएको मलाई गर्छन्। अनि त्यही भएर आज चाहिँ म छिटै उठेँ। घरबाट निस्किन लागेको, छिटो जानुपर्छ, लेट भइसक्यो। छिटो रेडी भइसक्यो त्यो फेरि केही न केही गर्दाखेरि। म चाहिँ हिँडिसकेँ होइन, घाम लागेको छ तर हावा पनि चलेको, चिसै छ, घाम लागे पनि। अहिले चाहिँ त्यस्तै हो, घामले कालो बनाइहाल्छ क्या। अहिले त ठिकै भयो। फेरि यो छायामा आयो भने चाहिँ चिसो पो भएको रहेछ। कलेज जाने केही खाएन, निस्किने बित्तिकै भोक लागिसक्यो मलाई। हो भने केही खाएन भन्नु मिल्दैन। कफी खाएको, एक्लै बोल्दै यस्तो हुन्छ। अरूले हेऱ्यो भने पनि मलाई हेरेको होला जस्तो फिल हुन्छ के। बोल्न थालेपछि चाहिँ फेरि बाटोमा आइसकेँ। 10 मिनट जति भइसक्यो हिँडेको। थाकिसकेँ कि, किन हो यति छिटो। अनि आजको कोही साथीहरू पनि भेट्दैन कि, एक्लै। अरू बेलामा त भेट्थेँ क्या, त्यही पनि आज त एक्लै छु के, एक्लै जानु परिरह। थाकिसक्यो हो म, यति हिँड्न पाउँदिनँ। अझै बाँकी त्यो बाटो एक्लै अल्छी लागेर कस्तो सुनिरहेको छु। त्यही पनि अल्छी लाग्ने के, कहाँ गएछन् सबै, गइसक्यो कि अगाडि, किनभने म अलि लेट नै भएको छु क्या। गइसक्यो होला। हाम्रोमा फेरि छिटो गएन भने 5 मिनट लेट भयो भने पनि एब्सेन्ट गराइदिन्छ। आज चाहिँ गराउँदैन, किनभने वेट गर्छ होला आज चाहिँ, मतलब आजको क्लास चाहिँ 5 मिनट जति त, नत्र त एब्सेन्ट हुन्छ क्या। कोही बेलामा त गए पनि एब्सेन्ट भइहाल्छ। म चाहिँ यताउता हेरिरहेको छु। कोही साथी भए त मलाई पनि जान सजिलो हुन्छ, मतलब सजिलो भन्दा पनि गफ गर्दै जान सजिलो हुन्छ। सायद त्यहाँ मेरो एकजना साथी जाँदैछ जस्तो लाग्यो। उसलाई म भेटाउन चाहिँ अलिक सक्दिनँ होला, फोन गर्छु। मैले चाहिँ उसलाई भेटाएँ। पुरा नसुनिरह फोन गरेको, भिडियो कल गरिदिएको, अनि मलाई कुट्यो। एक्लै भएन, उसलाई लाज लागिरह। मेरो भोइस पनि बुझ्दैन, ऊ नेपाली होइन। यस्तो राम्रो छ बाटो चाहिँ। अरूलाई देखाउन हुन भन्छन् क्या, यतातिर त फेरि गाह्रो पो छ त भिडियो बनाउनु पनि। कहाँ सजिलो छ र, हटाउन पर्छ। अरू देख्यो भने नि एडिट गर्दै हटाउनु पर्छ। कोही त मैले त राखिदिन्छु, डर लाग्छ कि भनेर। पनि ऊ भिडियो बनाउँदा, उसको भिडियो युट्युब त होइन, तर स्न्यापहरू बनाएको भिडियो त घरमा चाहिँ
आउँदै रहेछ त्यहाँबाट मेरो साथी नै आउँदैछ चाहिँ मेरो साथी हो उसले फोन गरेको थियो तर मैले फोन उठाइनँ कि तर मैले किनभने मैले भिडियो बनाइरहेको थिएँ त्यही भएर मैले फोन उठाउन पाएन भन्दा नि इग्नोर हाने गएर मेरो कलर केही होइन होइन यसलाई मैले यस्तो उडेर किक दिन्छु यो बारीको बुढामा पुग्छ कमी साथी छु दर्शन आन्टी मैले चाहिँ भिडियो बनाइरहेको छु हामी चाहिँ भ्लग बनाउँछौँ भ्लग बनाउनु ढङ्ग पनि छैन थुत्नु पनि छैन होइन त्यति साह्रो चाहिँ म भन्दिनँ ल त्यति साह्रो चाहिँ म चाहिँ भन्दिनँ होइन हामी चेक गर्नुपर्छ र भिडियो भयो भएन भनेर अघि पनि भिडियो नभरेछ अनि रिस उठ्ने यत्रो बनायो अनि टाढा ढिला पनि भइसक्यो त्यही पनि यिनको मोबाइलमा धेरै स्पेस छ हामी कस्तो देखेको छ आई डोन्ट केयर अबाउट इट होइन पक्कै देखियो पक्कै कालो देखियो हो म त छिटो सुत्यो त्यो एसाइनमेन्ट सुरु गरेँ छिटो त भन्न मिल्दैन किनभने सुरु गर्छ निन्दा लाग्यो होइन छिटो भन्न मिल्दैन म त्यस्तै कति बजे चाहिँ 2 बजे थियो मेरो ज्याकेट लिएर आएछ साथी जानियोस् कि नै काममा जाने हो कि नै भन्दै काम पाइसी को गर्दैन होला यहाँ बल्ल बल्ल पाएको काम जाडो हुन्छ आधा भएको हुन्न अनि मेरो ज्याकेट यो किनभने यो अग्ली छ कि मेरो ज्याकेटले खासै हुँदैन आफ्नो भिडियो नराम्रो आयो भनेर पोस्ट नगर भने तर मैले त गर्ने हो म यस्तो राम्री म यस्तो अप्सरा भन्न त मिल्दैन होइन तर म भनिहाल्यो होइन अब त्यही पनि यस्तो हुन्छ नि अलिकति एडिट गरेर भनौँ भने नि जस्तो छ त्यस्तै हाल्दै मलाई यो चाहिँ भन्ने कुरा अहिले क्यामेरा अफ गरेपछि नहाले भन्न बेलाउने होइन भन्दिनँ देउता कसम भन्दिनँ मेरो देउताको आफन पनि मलाई थाहा छैन कि अजिब गाह्रो पो हो त उसलाई त फेरि अरे कीर्तन गाउँला गर्दै हिँड्दै हामी युकेमा आएर हामीले इङ्ग्लिस बोल्न सिक्दैन बेसी मात्र बोलिन्छ आपनको क्या तुमसे ऊ त खतरा हो क्या फेरि मलाई हाँस्दै आउँदैन ऊ त खतरा बोलिदिन्छ नानी म भन्दा बेसी बोल्छौ तिमी यता अगाडि आइसक्यो साह्रै गरिँदै टिप्दिने हो कि उता पनि आउँदैन हाम्रो आइसाले त मैले छोडिदिइसकेँ कि आउँदैछन् नि खै मलाई नक्कल पार्दै हिँड्नको पनि भिडियो बनाइदिनु पर्छ सब नेपाली मैले त बनाइदिएँ भ्लगमा त हालिदिन्छु के हो आफै लुकाउनु होला नाइ किन नि सरी ओके बाई बाई यहाँ त फेरि सोध्न पर्छ कि त्यही भएर भिडियो अफ हन्डा साइकलमा आउँछ नि हामी पनि हिँडेर हिँड्नुपर्छ 30 मिनट हो क्या अझ यिनीहरू त कति छिटो हिँड्छन् कि म त सक्दैन मलाई त कुर्नै पर्छ ओके छिटो गइसक्यो यस्तै होइन हाम्रो मेरो कपाल त लास्टदेखि म हेर्न म भुन्छ आएर तर अगाडि कपाल गर्दै भनेको पछाडिको त यस्तरी मिलेन कि अब चाहिँ हामी क्लास भोलि कालो दागा मेरो पनि आउँछ क्या 2 दिन सुतेन भने त अस्ति त झन् हिजो मैले क्लास मिस गर्ने गरी कस्तो सुतेको थिएँ के त हाम्रो चाहिँ क्लास आउनै लाग्यो कलेज केही पनि होइन म भिडियो बनाइदिने मान्छे अलिकति नराम्रो देखेछु त्यति थाहा म जसरी भने होला त्यति नराम्रो पनि छैन यार राम्रो हुन्छ नि अरू थाहा भएन मलाई होइन इच एन्ड एभ्रीबडी से मेरो हाँसो राम्रो छ तर मलाई लाग्दैन कि मलाई बेसी लाग्छ मेरो हाँसो राम्रो छ भनेर होइन ऊ त अप्सराको खानी औसानी बस्यो माया नबोली बन्दीपुरी माया बन्दीपुरी माया मलाई गाना गाउन आउँदैन यो भ्लग छोडेर नजानु होला मैले गाना गाएको देखेर कस्तो हाम्रो क्लासको मोडल आउँदै हुनुहुन्छ बन्द गरिदिएर के भन्छ हामीलाई बाल
को हो त्यो चिनिनमा सर Yeah. say hi say hi to Sadiksha YouTube friends. Hi, Sadiksha's YouTube friends. She's so beautiful. Look at us. Cheese. Yeah. हामी चाहिँ आउने बित्तिकै पानी पनि Tang अंकल त्यस्तै हो यस्तो के I am a disco dancer. मैले त पोस्ट गरिदिन्छु नि फेरि Do you think I'm inside? I post my funny videos? No, I am a disco dancer. Katuma pusko. आज यसले गर्दै मेरो भिडियो लामो हुन्छ र मलाई चाहिए पनि थियो कि किनभने म खासै बोल्दिनँ नि त म चाहिँ बरु लगाउँछु भरिसक्यो 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 हाम्रो चाहिँ 5 मिनट ब्रेक भयो ओके भनिदिनु त नि ब्रेक भयो 5 मिनट मलाई लेस राख्नु फुत्केको फुत्दै गर्छ कि फुत्केको फुत्दै गर्छ उसले के गर्नु गाह्रो छ नि नजाने फुत्केको फुत्के गर्छ कि आउँदैन भन्दा पनि निस्केको निस्कै बाटोमा हिँड्दा पनि कतिचोटि बाँध्न पर्छ क्या रोकी रोकी रेस बाँध्न मलाई मनिकाले सिकाएको मनिका गुरुङले सिकाएको दा रेस बाँध्न हामी चाहिँ क्लासमा पनि फेरि मम्मीलाई मम्मीको टिकटक हेर्दै हाँसिरहेको डान्स गरेर We are here to tapping sunshine. ब्रेक भएको 15 मिनट धेरै ब्रेक होइन है जम्मा 15 मिनट 2 घन्टाको क्लासमा है केही नखाइकन आएछ के यहाँ बोल्नु पनि खुल्ला होइन खुल्ला भयो नि चिप्स खानेले हुँदैन कि मलाई म खाँदैन नि त्यस्तो त्यस्तो गर्दैन चक्लेट ल्याउँथेँ आज चक्लेट ल्याउन बिर्सेछ कि एउटा क्लास नपढी क्लास गर्नु राम्रै देखिन्छ होला नि म कस्तो राम्रो देख्यो यो चाहिँ प्रियाको काम हो होइन घाममा बसेर मैले नभए छोडेको गर्छु राम्रो देखिएको होला यो लड्की धन्ने हामी चाहिँ क्लास जाँदै 15 मिनट भयो बाहिर नि हावा चाहिँ अलिक घाम मात्रै लागेको भने मात्रै हो कि अब यहाँ चाहिँदैन कि हामीलाई कसरी खोल्छिस् र बल एउटा मात्रै कार्ड ल्याउनु बिर्सेछ जस्तो अब जाऊ ओलेर आऊ अनि पानी भरौँ न जानु पर्यो होइन हाई ज्याकी I'm vlogging. No, it's video. Oh, you are vlogging. Yes. Did you just start, or have you always done this? हाम्रो चाहिँ क्लास सक्यो अब हामी घर जाँदैछौँ उसले मेरो ल्याङ्ग्वेज बुझे होइन त्यो भएर हाँस्यो निस्क्यौँ हामी यहाँबाट काम लागिरह आज छिटो भइन्थ्यो कि क्लास चोट राम्रो देखेर जाँदैछौँ कपाल यस्तो बनाइदिएको थियो फुकालाई नि मन लागेन चस्मा फुकाएर जाँदैछौँ सबतिर आइसक्यौँ उसलाई सामान लिन्छ अरे हामी चाहिँ जान्छौँ एकछिन मेरो घरतिरै उसलाई सामान लिनु पनि जान्छौँ उसले बुझेको होइन उसँग बोल्नको लागि हिन्दी बोल्नुपर्छ भ्लगमा हिन्दी बोलाऊँ भने राम्रो छैन अति हुन्छ त्यही भएर है बात करो हिन्दी में हामी चाहिँ सामान लिन जाँदैछौँ यसको लिटलमा हामी चाहिँ सामान लिएर आइसक्यौँ रोड क्रस गर्नु जता पनि हो क्या हामी फेरि कुरेर बस्छौँ रुको न रोकी नहीं रहे उधर से जाना है क्यों उधर तक चले इसमें गुस्सा कर रही है लड़की उधर से चलता है
सामान लिएर बिचारीलाई बिमार है। मेरा घर आ गया, अब तुमको अकेला जाना पड़ेगा। बाय 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 बाय। चाहिँ घर आइसकेँ, चेन्ज गर्छु। फेरि आज काम पनि छ, आज फ्राइडे काम पनि छ। चेन्ज गरेर खाना के खाएर अनि जान्छु म चाहिँ किचन आएँ। अब खाना बनाउन लागेको छु, पास्ता बनाउन लागेको छु। आज चाहिँ जसरी पनि बनाउँछु भन्ने सोचेर आयो। म चाहिँ यहाँ सबमिसन गर्दैछु। आज लास्ट डेडलाइन थियो। यो अगाडिको पेज यस्तो जाउ यो बनाउँदाखेरि हुँदै भएन। सबमिसन गर्ने आज लास्ट गरेर छिटो छिटो काम गर्छु भनेको यही 1 घन्टा हुन लागिसक्यो। यही नै सबमिसन गरेँ। अब म रेडी हुन लाग्छु। मलाई अब ढिला हुन्छ, अब रेडी भएन भने ढिला हुन लागिसक्यो होला। ढिला हुन लागिसक्यो, अब रेडी हुन्छ अनि काममा जानु। रेडी भइसकेँ, अब जाने बेला पनि भइसक्यो। धेरै भिडियो बनाउन आज मैले धेरै भिडियो बनाएको जस्तो लाग्यो। अब एडिट गर्दाखेरि अट्छ कि अट्दैन थाहा छैन, त्यही भएर अलिअलि भिडियो बनाउँछु। म रेडी भइसकेँ, अब काममा जान लागेको। म चाहिँ बस स्टपमा छु, बसको वेट गरिरहेको छु। 40मा देखाएको तर आज डिले देखाइरहेको एपमा चाहिँ। मतलब के हुन्छ चाहिँ मलाई हिँड्न बस्छ अरे कि आज यस्तो लेट भएको बस आज 20 मिनट लेट भयो। कुदा मलाई काममा जान पनि लेट भइसक्यो कि आज। म 4:40मा पार्क पुगेँ कि यस्तो लेट। पार्कसम्म नै उज्यालै घामै लागिरहेको है। नेपालमा गएको भए त अँधेरो हुन्छ। म त गर्मी महिनामा त 6-7 बजीतिर हुन्छ के अरे, यहाँ त 9:30 उज्यालो भइरहेको छ। म त लास्ट लेट भइसकेँ। म कति बजी पुग्ने, 6 बजी पुग्ने ठाउँमा 6 कति भइसक्यो क्या। यस्तो लेट भइसक्यो। मेसेज त गरेको छु, अब घर गएर के भन्नुहुन्छ थाहा छैन। जान लेट भएको होइन, धेरै बस नै लेट भयो त के गर्नु। मेरो फुर्सद कस्तो देख्यो होला। बाटोभरि सुतेर आएको हो। अब आइपुग्नै लाग्यो, 3-4 मिनट छ। अनि थाहा हुन्छ के भन्नुहुन्छ भनेर। अब त्यहाँ गएपछि म भिडियो चाहिँ बनाउँदैछु। अब 1 दिन होला, अब एकछिन बेलुका बनाउँछु। गएपछि अब भिडियो बनाउनु मिल्दैन भन्दा पनि होइन, त्यो मिल्छ मिल्दैन, बट आफूलाई अप्ठ्यारो लाग्छ नि त। मेरो चाहिँ काम सक्यो। बस अब सम्झिँदैछु ट्रेनमा जानुपर्छ। कसरी हेर्छ कि मैले डराइ भनेर चाहिँ ट्रेन स्टेसनमा छु। अरू त हेर पनि हुनुहुन्छ तर अलिक उता हुनुहुन्छ। म चाहिँ एक्लै आएर बसिरहेको छु। सबैले माथि दाइले हेऱ्यो भने भनेर ट्रेन म चाहिँ रुममा आइसकेँ। अब ब्लग चाहिँ यहीँ एन्ड हुन्छ। बाई बाई।